everyone, welcome back to my channel. आज हामी चाहिँ हावा खान आएको गोदावरीतिर। हावा भन्दा घाम बेसी छ। अब स्टार्टै भएको छैन। अब हामी एकछिन वकिङ डिस्टेन्स 10-15 मिनटको होला, त्यसपछि माथि डाँडा लगेर ढुङ्गामा बसेर हावा खाने सोच छ। अनि म हल्का अहिलेदेखि हिजोको कामले अहिलेदेखि ढाड दुखिरहेछ। सो म चाहिँ लागेँ है। यहाँबाट बाटो खोज्दा खोज्दै थाकिन्छ जस्तो छ। ल हामी कति बजी स्टार्ट गरेर रहेछ हिँड्नलाई? 3 झोला लिएर भनेको 3 भयो हैन? 3 बज्नु 15 मिनट। अनि गोदावरी आएको अब खाना आएको ढुङ्गामा। त्यही भएर त उतै पार्किङ गरौँ, त्यहाँबाट हिँडौँ भनेको मैले। अनि त्यो बाटो उ छैन, यताबाट जानु। यहाँबाट जाने बित्तिकै राइट साइडमा त्यो माथि निस्किने बाटो छ कि होइन होइन, यहाँबाट जानु कि यहाँबाट जाने बित्तिकै यता राइट साइडमा हुन्छ हुन्छ हिँड्ने ट्रेल बाटो छ कि बनाइदिएको छ क्या। पहिला चाहिँ थिएन, पहिला हामी त यहीँबाट गएको। ओके अब मैले आएको छ गोदावरीको जङ्गलमा। गोदावरीको बाघसँग लड्न आएको। क्यामेरामा हेर्ने कि म यता क्यामेराम्यान चाहिँ लड्न सक्छ। बी केयरफुल है गाइज। हेलो हेलो गाइज। धन्यवाद। हेलो 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 हेलो। म सिक्दैछु ब्लगिङ 5 मिनट भयो होला हैन हामी हिँडेको। हामी 5 मिनट भयो। 5 मिनटमै मेरो यहाँनिर ब्यान्ड बज्नु लागिसक्यो। सिस्नु चाहिँ धेरै रहेछ यहाँनिर। मेरो मम्मीलाई मनपर्छ, तर मलाई टिप्नु आउँदैन लगाउनलाई। मलाई नि खाना साह्रै मनपर्छ सिस्नु चाहिँ, तर के गर्नु, मम्मीलाई लिएर आउनु पर्ने। ओके, तर यो नखाएको सिस्नु हो नि त। यो सुनि हो, विदेशीहरूले सिस्नुमा छोएर एउटा के को उपचार गर्छ अरे। त्यस्तो पाक्नु गयो। ओके, यति के गर्छस् बुहारी? गुन्द्रुक मस्तुरी लगा भनेको यही हो। थपाको बस्नु छोडेर हिँडेपछि वकिङ मनपर्ने मान्छे के भइरहेछ हालत। म चाहिँ खासै हिँड्न रुचाउने मान्छे होइन, तर डेन्जर गर्ने भयो। मान्छेहरूले खाएर यसरी बोतल चाहिँ नफ्याँकिदिनु नि है। वन सरसफाइ भनेर यत्रो लिएको छ नि, गरेर के छ? त्यो चाहिँ बदतमिज हो क्या। जस्तो मान्छेहरू चाहिँ खाएर चाहिँ फ्याँक्नै नजान्ने। यस्तो उकालो छ नि, तर खासै देखिँदैन रहेछ। डेस्टिनेसन हेर्नको लागि दुःख त गर्नै पर्यो। हामीले त देखेकै हो। उहाँले चाहिँ यो चाहिँ मेरो दोस्रो पटक हो यो ठाउँमा। पहिलोचोटि पनि यस्तरी नै हिँडेको थिएँ। पहिलोचोटि त आउँदा अलिक दुब्लो दुब्लो थिएँ, अहिले मोटाएको चाहिँ हिँड्नै सक्दैन। आइपुग्यो। धन्यवाद। एउटा फाइदा चाहिँ यही हो, कस्तो लागेर हुन्छ नि पाइहाल्नु। त्यस्तो धेरै टाढा पनि छैन। अब दिनदिनै यति हिँड्यो भने त वेट पनि घट्छ होला है। 3 दिन होइन, दिनदिनै भनेको। हिजो पनि डेन्जर काम भयो।
मजा आउँथ्यो होला यहाँ यता चाहिँ अलिक शीतल रहेछ नि थाहा छ यो एरिया चाहिँ अहिले त्यस्तो घाम पनि लागेको छैन यहाँनिर परेको छ नि त त्यसै बाहिर पनि घाम लाग्छ नि खासै हो कस्तो महसुस भइरहेको छ तपाईँलाई भन्नुहोस् माइक चेक अब आउने भनेको अहिले यो टाइममा मात्र हो नत्र भने त अब बर्खा लगाएपछि जुगाले त्यस्तै वेलकम गरिहाल्छ उसमा भयो केमा यस्तोमा नि हिँड्छ नि जुगा हौ घाँसमा हुन्छ तर यस्तोमा पनि यस्तै बाटोमा हिँडेर कति जुगाले टोकेको छ यहाँदेखि हिँड्दै गयौँ होइन कहाँ त्यो फुलचोकी चाहिँ आधा बाटो हिँड्दै गएँ ए मिस मलाई त जुगाले के अरे चिलाइरहेको छ मेरो जुत्तामा मैले त तपाईँलाई चाहिँ अफिसबाटै आएको थिएँ कि यत्तिकै हिँड्ने कुरा पो ल हिँड्दिउँ न त भन्नुभयो खाजा खाएर भने नै नहेरौँ भन्नुभयो ठिकै छ नि त नहेर्ने हो भने माथि एकछिन रेस्ट गरौँ भनेर बस्थ्यो होइन अनि पछि बसेपछि मेरो खुट्टा लास्टै चिलाएको जुगा खाउँछ न होइन पहिला जुगा देख्यो होइन ढाडेर खाएर गइसकेर अन्त उसरी हेर्नु त जुगा मारिदियो भने भो नमार्नुहोस् बिचरा हिँडिरहेछ किन मार्ने भने ठिकै छ नि त नमार्ने हो नमारिदियो को त यार जुगालाई बिचरा भन्ने कति छ अरे बाबु अन्त होला तर म गर्दिनँ जुत्ता रगदै रगत तपाईँको खुट्टा खाएर हिँडेको भने हो त नि म त बिचरा भन्नुभएको थियो हो त्यही भएर माया गरेको त्यही भएर मैले नमारेको अनि पछि त मैले बिचरा भनेको चुप्पा गरिदिएछ जुगाले खोइ गएँ त्यो खाइसकेपछि त मारिदिउँ क्या अहिले मेरो रगत खायो भने त्यही त अगाडि बिचरा भन्नु भने केही नगर्नु भनेकोले माया गरिदिएको हो यो मान्छेले त माया गर्दो रहेछ भनेर त्यहाँ गएको छैन भने यत्रो वर्ष भयो फुलचोकी गएको छैन त्यो हो फुलचोकी हजुर म पनि गएको छैन हिँडेर बढी चाहिन्छ है कहीँ उनी जान्छ अरे नि गाडी पुरै भिड छ आमा पछाडि बाइकबाट आइरहेछ बाइकले हानेर तलतिर गइयो भने छैन भागो यहाँबाट खासै डर लाग्दो देखिँदैन रहेछ क्यामेरामा त क्यामेराले हेर्ने नजर हामीले हेर्ने नजर तर होइन तर डेन्जर चाहिँ डेन्जरै छ पहिला यस्तो थिएन यस्तो थिएन हामी आउँदा नि राम्रै थियो बाटो अस्तिको चाहिँ ठुलो पानी आएको थियो नि मान्छे बेसी हिँडेकोले गयो कि क्या पहिरो पहाड कहाँ हेर्नु त मैले एउटा कुरा नोटिस गरेँ खोला होला नि त त्यो पहाड चिरेर बाटै होला क्या यो टोरेटो हिँड्ने बाटो साटो जस्तो के बाटो होला यो त मैले नोटिसै गरेको थिएन त लुक म क्याप्चर गरिहाल्छु तपाईँको डिएसएल क्यामेरा कहाँ भयो फाइनली हामी आइपुग्यौँ माथि माथि आएको चाहिँ यही हो तर घामले बिजोग पार्छ जस्तो छ अलिक शीतल भएको भए चाहिँ त्यहाँतिर बस्नु सजिलो राम्रै हुन्थ्यो कि अस्तितिर हामीलाई भिटामिन डीको कमी भइरहेको थियो होइन म्याम हो अब भरपुर लिनुहोस् ए शीतल छ मजाले त्यहाँ डाँडा हेर्ने हो कि भनेर क्या फोटो खिच्नु फोटो खिचौँ न कति बेला अल्छी लगाएपछि त फोटो खिच्नु तपाईँ घरमा के गर्नुपर्ने भयो आइपुग्यौँ हामी भोक लाग्यो अब
पेट पूजा यहाँ पनि शीतल भयो होइन शीतल त 4 बजे आएको भए 5 बजे पुग्थ्यौँ हामी कति बजे साथी 4 बज्नु भयो 10 मिनट बाँकी छ तपाईँ 1 बजे फ्री हुन्छ भन्नुभयो नि त कामसाम पनि सकिन्छ भनेर हिँड्दै हालेको कुठी मिठो हो साँच्चीको मिठै छ होइन चटपट त प्रायः मिठै मान्छ सबैले केटा होस् केटी होस् मलाई मिठो लाग्दैन त हो र चटपटी चाहिँ मनपर्छ मलाई त मनपर्छ चटपटा टाइप्स चटपटी पनि पानपुरी भन्दा चटपटी मनपर्छ पानपुरी पनि मिठो लाग्छ त कुनै ठाउँमा एकदम अमिलो बेसी हालिदिन्छ यही ठाउँ होइन मार्बल डाँडा के भन्ने थियो अघि मान्छेले मार्बल डाँडा ढुङ्गा ढुङ्गा भएकोले होला होइन यहाँ फ्याक्ट्री थियो कि मार्बल फ्याक्ट्री यहाँ तल थियो त्यही भएर मार्बल डाँडा नाम दिएको थियो मेसिनहरू त्यहीँको त अनि मेसिनहरू क्रेनहरू अनि किन यहाँ चाहिँ यस्तो धेरै उस राखेको के जस्तो यो ध्वजाहरू त्यहाँ किन भगवान् पनि थियो नराम्रो घर सायद यहाँको देवी देवताले नदिएको होला नि सायद त्यस्तो यस्तै टाइपको केही इस्यु भएको भएर चाहिँ अनि बन्द भयो बन्द गर्नु पऱ्यो भन्ने कुराहरू सुनेको थिएँ रुख हो क्या यो बेसी रातो देखियो नि त त्यहाँनिर के प्रकारको रुख होला नि हामी ऊ त्यतातिर पनि पुगेका छौँ होइन त्यो चाहिँ पुगेको मेहनतको साथी कमिलाले पपकर्न टिपेर लाँदैछ कि अड्क्यो त यार कमिलाबाट सिक्नुपर्छ अरे कि जिन्दगी यो कथा चाहिँ उसले आफ्नो औकातभन्दा बढीको ठुलो काम गर्छ अरे यिनीहरू ग्रुपमा मिल्ने हुन्छ होइन आफ्नो वेटभन्दा कति गुणा ठुलो अरे त्यहाँ हेर्नु पपकर्न बोकेको थियो बिचरा मैले बोकेको भनेको साथीले उचाल्नै सकेन त अहिले त त्यही भएर बन्द गरेर होला क्या खाना सानो दिँदैन मासु सास पोल्न दिँदैन मेरो हिसाब किताबमा त्यही भएर त यस्तो राखेको छ नत्र त्यतिकै किन राख्थ्यो र त्यो पाठहरू समातेर फोटो खिच्न पायो भने गर्दै आमा चाहिँ लखन आमा चाहिँ लखड्यो भने फेरि डराउँदैन क्यामेरा नै है दुईजना मात्र छ गीत पुरा अघि तलबाट आउँदाखेरि मान्छे नै हुँदैन जस्तो लाग्थ्यो क्या मलाई मान्छे हुन्छ नि मान्छे हुँदैन जस्तो लाग्थ्यो यत्रो मान्छे हुँदो रहेछ यहाँ आज फ्राइडे खासै धेरै स्याटरडे अलिक बेसी होला अरू दिन खासै हुँदैन स्याटरडे जाम भन्ने प्लान थियो स्याटरडे बरु काम गर्छु फ्राइडे गइदिउँ भनेर मिठो छ दाल छ मिठै छ के भन्नुहुन्छ तपाईँहरू यसलाई आलु बोक्रा हामी चाहिँ हाल्छ भन्छौँ आलु बोक्रा चाहिँ अर्कै हुन्छ अलिक काँचो काँचो टाइप्सको छ हजुर यसलाई अर्कै भन्छ अहिले पो याद यो त प्लम हो नि त हामी चाहिँ कति राम्रो देख्यो नखाम जस्तो देख्यौँ ससाएर राख्नु पिटी त्यो हातको आएर बोकेर कति राम्रो देखिएको छ खाएको ट्युटोरियल पनि भनौँ कसरी खानुपर्छ भनेर गफसफ गरियो अब खाना पनि अलि यसो पचाउनु पऱ्यो भनेर हामी चाहिँ अब चुङ्गी खेल्न लागेको बनमारा नभेटेपछि तितेपातीले पनि हामी काम चलाउँछौँ खासमा तितेपाती त हामी त यस्तो पूजाहरूमा युज गरिन्छ है कि कसरी लात मार्ने हो भन्ने कुरा उता छ त बनमारो हेर्नु त ऊ त्यो हौ बनमारै रहेछ नि त म त्यता अप्ठ्यारोबाट आउँदै आउँदिनँ नि अरे को हौ है गर्छ त त्यही त हो नि चाहिने नै बनमारै त्यही हो बान्ने त धागो सागो खोज्नु पर्थ्यो झारसारले यसो काम चलाउनु ए मसँग छ त ऊ अघिको त्यो पैसा बाँध्ने रबर लिएको छु मैले कपाल बाँधिनँ नि त छ चाहिँ भने होइन तर कहाँ चाहिँ खस्यो पनि छैन अब मेरो अनुहार यति सानो किन देखिरहेको छ हाई
अब यसले काम चलाऊ चलाएर यो क्याप्चर मलाई पनि चाहियो क्लिप चाहिँ मोटाएर के गर्नु कपालले गाल यसो छेक्नु पर्ने अवस्था भएको छ त्यतिकै प्रभु बेट्यो यस त्यतातिर खेलौँ ब्याग छ ब्यागमा फेरि यहीँ खेलौँ तपाईँको कति भएको छ 4 तपाईँको मेरो बिर्से 7 हो मेरो त 1 मात्रै हुन्छ म खेल्नुमै आउँदैन होला एउटा राम्रो आउँदो रहेछ तेह्र त हानिदिएँ मैले उहाँले जितिसक्नु त्यो खेल्नु र अब त हातले खेलौँ न त पास खेलौँ न त अब हामी लाग्यो पोका पन्तरो बोकेर लाग्यो घरतिर जस्ट 2 सेकेन्ड फ्रम बिचरे क्या यहाँबाट लड्यो भने गयो साथीहरू त्यो छेउमा जानुभयो त्यहाँबाट ढिस्को ढल्न लाग्यो देख्नुभयो उहाँले देख्नु भएन होला ल अब हल्का गफ पनि भयो खेल्यो पनि शीतल हावा पनि खाइयो अब 5:30 भयो लाग्यो घरतिर हो शीतल भयो नि त अब लाग्यो थाकियो पनि अब भोलि शनिबार छुट्टी मस्त रेस्ट गर्ने हो अनि त्यही हो चिल ठाउँ छ अब यो बेसी दिउँसो घाममा चाहिँ आयो भने चाहिँ गाह्रो नै हुन्छ होइन तर ठिक्क यो टाइममा यस्तो टाइममा 3 बजेदेखि यताको टाइममा आयो भने चाहिँ रमाइलो छ चिल छ हजुर जाने हो र हिँड्नु यो अल्छी लागिरहेछ डाँडा तल नेक्स्ट टाइम आउँला अब थाक्यो पनि के लाग्यो होइन यस्तै भयो आजको दिन रमाइलो भयो गफका सँगसँगै हल्का खानेकुरा खाँदै खेल्दै गुड फ्राइडे भयो है आज थ्याङ्क यू फर वाचिङ अहिलेसम्म हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू फर वाचिङ थाकेर मेरो जिन्दगी सखाप भएको छ हजुर कहाँ खासमा मैले भ्लग एन्ड गर्नु लागेको थिएँ खोइ के राम्रो छ अरे हो त्यहाँनिर हेर्न जाँदैछु म ल बिच रोडमा हिँडिरहेको कोही छैन यो सडक मेरो बापको हो सक्यो ल जाउँ अब घरतिर घरको मान्छेहरूले कुरिरह्यो होला मन्दिर छ भनेर मैले पहिलोचोटि थाहा पाएँ फेरि हामी चाहिँ स्पट गर्नुपर्ने हुन्छ हरेक कुराहरू होइन खिच्न पाइन्छ कि पाइँदैन मन्दिरमा तर जस मन्दिर रहेछ भन्ने कुरा चाहिँ आज पत्ता लाग्दैछ हाइकिङको बाटो ल है ल भगवान् रक्षा गरिदियो है ओम शान्ति ए त्यो हो मन्दिर चाहिँ फुलचोकी भवानी रहेछ ए फुलचोकी भवानी श्री फुलचोकी भवानी नवधारणीजी गुठी ए गुठी जस्तो रहेछ नि त ल है भगवान् 1 2 3 4 5 6 7 8 9 धारे थिएछ लगभग धाराको पानी चाहिँ त्यो पानी खानु पनि मिल्छ तर मैले खाइन डेन्जर चिसो छ चिसो छ है त्यो पानी खानु मन लागेन अनि यतिको त चिसै हो यो गर्मी महिनामा यहाँभित्र मन्दिर रहेछ मन्दिरको चाहिँ म खिच्दिनँ किनभने खिच्नु नमिल्दैन खिच्दिनँ यहीँबाट दर्शन नमस्ते
भित्र जुत्ता खोल्नुपर्छ होला जाँदिनै टिल्ले हो त्यो कालो कालो माछा चाहिँ थुप्रै रहेछ है 2 कति भएको थियो अघि बिर्से 13 भएको थियो कहाँ जस्तो भन्न पाइयो ल याद एक पनि भइरहेको क्या 13 है 14 15 16 भएन Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We